ल है साथीहरू, सम्पूर्णमा जय मसी नमस्कार। यो समय चाहिँ हामी के गर्न लागिरहेको भन्दाखेरि चाहिँ साथीहरू, हामी यो समय चाहिँ यो कालो प्लास्टिक बिछाइ गरी यहाँ खोर्सानी रोप्न चाहिँ हामी लागिरहेका छौँ हैन। यो खोर्सानी रोप्ने यो आइडिया चाहिँ मेरो बुढोको हो। अब घरिघरि गोडिरहन भ्याउँदैनौँ, त्यही भएको कारणले हामी यो कालो प्लास्टिक बिछाएर रोपौँ भन्नुभयो। यहाँ चाहिँ कागतीको बोट भएको कारणले यसरी हामी यसलाई काट्दैछौँ है, पाल पार्दैछौँ। अनि त्यसपछि यसो गरेर रोप्न लाग्यौँ हैन। अनि यो चाहिँ खोर्सानीको बेर्ना, यो चाहिँ हामीले अस्ति नै सार्नुपर्ने, यो धेरै बुढो भइसक्यो है। यसलाई चाहिँ हामीले चैत वैशाखमै सार्ने बेला भएको थियो, तर यही प्लास्टिकले रोप्ने भनेर हरेक काम भएको कारणले हामी भ्याइराखेका थिएनौँ क्या है। अनि यो सानो गरा भएको कारणले चाहिँ यो प्लास्टिक चाहिँ बिछाएर रोप्न साह्रै गाह्रो भएको थियो है। यतै उतै मिलाइरहेको थियौँ है। अनि यो कुनापट्टि छ घरतरुल, अनि उतापट्टि छ भेन्टा हैन, अनि अम्बा, अनि बुद्ध चित्त, धेरै थरीको बिरुवा छ क्या साथीहरू। अनि यसरी अल्छी गर्दै रोप्यो, हेर्नु न, हाई गर्दै पलटी कस्दै घुँडा मार्दै, अनि त्यहाँबाट यसरी बस्दै थकाइ मार्दै रोपियो। त्यसरी चिप्लो भयो यो प्लास्टिकमा, अनि गाह्रो भएर रोप्यौँ हैन। अनि त्यसपछि चाहिँ अब यो दुलो पार्न साह्रै गाह्रो भइरहेको थियो। कैँची चाहिने रहेछ, मैले चाहिँ कैँची बोकिनँ, सिङ्काले दुलो पार्दै रोपिरहेको थिएँ। अनि यहाँ बुढाको टुक्रुको बस्दा बुढाको खुट्टा दुख्यो अरे। यो चाहिँ बाइकमा एक्सिडेन्ट भएर चाहिँ अलिकति उहाँको खुट्टामा गाह्रो भएको छ। त्यही भएर पनि अब जरकमरक काम गरिरहनु भएको छैन, तर अब खोर्सानी रोप्ने भनेपछि चाहिँ उहाँले अब लागि पर्नु भएको छ हैन। यो गरालाई झार काटी खन्नी हैन, अनि फेरि मल हाली, अनि खन्दा, अनि त्यसपछि यो हामीले प्लास्टिक बिछाउँदा धेरै थाकिन्छौँ साथीहरू। टुक्रुको बसेर काम गर्नै नसकेको क्या। अनि यस्तो गाह्रो भएर हामीले काम सक्यौँ। यो पुरै गरा चाहिँ हाम्रो खोर्सानीको बिरुवाले ढाकेन, किनभने बिरुवा चाहिँ धेरैजनाले मागेर लानुभयो क्या। अब गाउँघरमा त्यस्तै त हो नि, एक दुई बोट गरेर बाँड्दा झन्नै सकिएछ। अनि त्यसपछि यसरी रोप्यौँ हैन। अनि कस्तो भयो भनेर बुढाले चाहिँ चेक गर्दै हुनुहुन्छ। अब हामी यति नै रोप्ने, 4-5 बोट चाहिँ फेरि अब एकजना माइजूले माग्नु भएको छ, त्यही भएर राखेको हैन। त्यसपछि मैले अब उब्रेको ठाउँमा चाहिँ फेरि अब भेन्टी रामतोरिया रोप्न गइरहेको छु है। अनि त्यसपछि मैले यहाँ भेन्टा फलेको देखाएको। यो चाहिँ अब यो भेन्टालाई चाहिँ के भएको फेरि हेर्नु न, फुल झपक्कै फुल्छ, अनि हेर्नु न गेडा चाहिँ पातलो लागिरहेछ। अनि त्यसपछि यहाँ मैले रामतोरिया रोपिसकेँ। अनि फेरि बाँकी उब्रेको ठाउँमा चाहिँ मेरो बुढाले उखु रोप्नुहुन्छ अरे। उहाँले उखु चट्ट काट्दा त्यो टुक्राले चाहिँ मेरो हातमा भेट्यो क्या, त्यही भएर मैले फर्केर हेरेको। अनि उहाँ उखु पनि खाँदै हुनुहुन्छ है, रसिलो भएछ गुलियो भएछ भन्दै हुनु त। अस्ति उँधो जाडो मौसममा त यो मिठो थिएन, अहिले चाहिँ खोइ कसरी मिठो भएछ, रसिलो भएछ भन्दै खाँदै हुनुहुन्थ्यो। त्यसपछि सुँगुरले मलाई झार माग्यो, अनि मैले सुँगुरलाई झार लगेर दिएँ हैन। अनि यसो गर्दै काम गरियो साथीहरू। अनि यस्तो छ दिनचर्या हाम्रो, गाउँले जीवन यस्तै हो है। तपाईहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नछोड्नु होला, किनभने मेरो भिडियो पनि अब मोनिटाइजेसनमा पुगिरहेछ साथीहरू। तपाईँको साथ र सपोर्टले नै म अगाडि बढ्न सक्छु है। भिडियो हेर्नुको लागि धन्यवाद।